एकचोटि फ्रेन्ड गेस वेलकम टु माई न्यू ब्लग। सो अहिले हाम्रो नेक्स्ट ब्लग चाहिँ हामी पोखराको लेक साइडमा होइन बब्बाल रमाइलो गर्दै देख्न सक्नुहुन्छ होला। यहाँ छ है, यहाँ बसेको छ। भोलि हामी घान्द्रुकको प्लानिङ छ, बेलुका यही होटलमा बसेर भोलि बिहान चाहिँ हामी चाहिँ उठ्ने 4 बजी उठेर हामी चाँडै घान्द्रुक जान्छौँ। केटाहरू रेडी हुँदैछ, त्यहाँ देख्न सक्नुहुन्छ होला। अनि आज पोखराको लेक साइडमा के रहेछ कसो रहेछ सबै हामी निहाल्दै आउनेछौँ। साइड हुनेछ अहिले चाहिँ बब्बाल रमाइलो गर्नुपर्छ बेलुकैसम्म। अनि हामी लगभग त्यहाँबाट चाहिँ अब बेलुकै हुन्छ, लगभग समथिङ बज्छ होला 7, 8, 9 बज्छ होला। हेर्दै जाऊँ बेलुकाको भ्यू चाहिँ एकदम बगाल आउँछ भन्ने चाहिँ सुनेको छौँ हामीले। ओके, भोलिको चाहिँ हाम्रो प्लानिङ घान्द्रुकको छ। घान्द्रुक हामी 4 बजी उठेर चाहिँ घान्द्रुकको बिहानी पहको हिमाल, चिसो हिमाल हेर्छौँ भोलि। सो अहिले हामी चाहिँ हिँड्दै जान्छौँ। यहाँबाट हिँड्न र जहाँको 10-15 मिनटमा चाहिँ हामीले लेक साइड पुग्छौँ। ओके गाइस, हेर्दै जाऊँ कस्तो बगाल रमाइलो हुन्छ। अहिले हामी लेक साइड आइसकेको छौँ है, देख्न सक्नुहुन्छ होला। हामी चाहिँ टक्कसँगले आउँदैछौँ। यहाँ चाहिँ एकदम छलबल चाहिँ खत्रै छ केटाहरू अनि सबैजना पछाडि छ अहिले चाहिँ देख्न सक्नुहुन्छ होला। हामी बस्नुपर्ने हुन्छ एकछिन यहाँ। अब के हो, बोटिङ सोटिङ पनि हाम्रो हुन्छ होला सायद, बोटिङ सोटिङ पनि हुन्छ होला। माइ गड, भ्यूहरू देख्न सक्नुहुन्छ होला यहाँको, एकदम सेक्री छ है, सेक्री। तर घामले गर्दा थोरै कस्तो सेड भयो है, घामको उ त किरणले झ्याक्कै आइदियो क्या यहाँ। अनि थोरै चाहिँ अलिकति बोटिङ मान्छेहरू परसम्म देख्न सक्नुहुन्छ होला, बोटिङ गरिरहेछ। हामी पनि गर्नुपर्ने हुन्छ, अब सरहरूले गराउनुहुन्छ होला। हेर्दै जाऊँ हिमाल। भोलिको लागि हाम्रो घान्द्रुक देखिरहेछौँ। सो सबैजना आइसकेको छ अहिले चाहिँ, सबैजना लगभग आइसकेको छ भनौँ न। अनि हामी चाहिँ यहाँ बस्नुपर्ने हुन्छ, ज्याकेट लिनुपर्ने हुन्छ बोटिङको लागि होइन। बोटिङ सुरु हुन आँटेको छ हाम्रो। लेभल 2 को चाहियो मलाई हेल्मेट। सो केटाहरू सबैले बोटिङको ज्याकेट बोकेको छ होइन। सो अब हामी यहाँ लाउन आँटेको छौँ, सबैले लाउँदैछ। ओके, अब बोटिङ सुरु हुन आँटेको छ गाइस हाम्रो। फाइनली सो अब हामी यहाँ लुगासुगा लाएर सबजना रेडी भएको छ हाम्रो। हेलो चिम्पान्जी। अनि खोइ त मास्क छैन नि त, अहिले बोटिङको लागि चाहिँ नलाएको। फेरि भरे झरो भने त्यहाँ खेल्दा खेल्दै गाइस हामीसँग लेभल कतिको बेस्ट हो? 2 को ल दिनु भएको छैन ल 1 ट्याप लाग्यो। हाम्रो सुरु भइसकेको छ अहिले बोटिङ। सो देख्न सक्नुहुन्छ होला सबैजना हाम्रो ग्रुपहरू यहाँ छ, हामी जाँदैछौँ। सो तिमी त्यो टोपीले डुब्न सक्छौ है, टोपी खोला भरे पौडी खेल्न पर्ला नि। उसले टोपी राखिसकेको छ। सो अब हामी जाँदैछौँ यहाँ ईश्वरे। ओके गाइस, ल रेस खोइ त हाम्रो कुदाउने मान्छे ड्राइभरमा माइलो मोटर चलाउँदै यहाँबाट लकडा एउटा फोटो ल कराओ एकचोटि हुन्छ हाम्रो। अब सर आनन्द पो आयो त हौ, डाँडा काँडा एकदम केटाहरू सबै छ। ड्राइभर म माइलो मोटर चलाउँदै ल है ल हामी गइसक्यौँ है गाइस। हामी टक्कसँगले अहिले लगभग बिचमा एकदम मजा आइरहेछ। सबै नान यहाँको भ्यू देख्न सक्नुहुन्छ होला। सबैजना बोटिङ खेल्दैछ, मजा आइरहेछ हामीलाई एकदम। मेरो नम्बर हो हाल पासपोर्ट, त्यसको नम्बर चाहिँ कति त्यो पनि भन्छ। मेरो नाम नडाल किन धेरै। ओहो, डेस्टिनेसन आइसकेको जस्तो छ होइन हाम्रो आइसकेको। माई गड, हाम्रो लगभग भइसकेछ। हाम्रो पैसा सकिन आँटेछ। सो यहाँ हाम्रो एक राउन्ड बाँकी हो। वहाँदेखि स्टार्ट भयो कि यहाँ सकिन्छ
ए अझै 1 राउन्ड छ अरे केटाहरू भन्दैछ सो यो देख्न सक्नुहुन्छ सबै बोटिङ गर्नेहरू नराम्रो फोन बिच्छौ रमाइलो भइरहेछ गाइस कस्तो भइरहेछ भिडियो हेर्ने मान्छेहरूलाई एकदम रमाइलो गरिरहनु भएको छ होला भन्ने महसुस गरेको छु मैले महसुस भन्दा नि एकदम रमाइलो भिडियो हेरेर इन्जोय गर्नु होला तपाईँहरू पनि भन्न चाहन्छु अङ्कल हाम्रो यति हो हजुर सही छौँ अब यो ज्याकेट चाहिँ हामीले यहाँनिर राख्नु पर्यो खोलिदेऊ त दोस्त खोलिदिइहाल सो हामीले दोस्त आएको छ खोल्न चाहिँ ओभर पनि नगरौँ होइन त्यही हो ओके गाइज हाम्रो देख्न सक्छौँ एकदम सेक्री देखेको छ यहाँबाट चाहिँ अब यहाँ राखेर हामी चाहिँ यहाँ मन्दिर जानुपर्ने हुन्छ होइन सो मन्दिर यता रहेछ मन्दिर पनि पस्छौँ हामी अब एउटा दुइटा यहाँबाट फोटो खिच्छौँ अनि मन्दिरतर्फ आएको छौँ देख्न सक्नुहुन्छ होला पोखराको लेक साइडको मन्दिर परियाहरूदेखि पोखराको लेक साइडमा रहेको श्री तालबहारी मन्दिर यहाँ चाहिँ हो कि क्या हो मन्दिरको दर्शन गरेर बाहिर निक्लिसकेका छौँ अब हामी पर जान्छौँ हामी यहाँबाट चाहिँ फेरि बोट चढेर पर जानुपर्ने हुन्छ बोट चढेर हामी फेरि पर जानुपर्ने हुन्छ जानको लागि चाहिँ हामी एकदम रेडी भइसकेको छौँ ओके अब यो लाउनुपर्छ र यो लाउनु नलाइयो क्या नलाइयो ओके हामी त्यही छौँ किनकि हाम्रो यहाँ मन्दिर आएको थियौँ मन्दिरबाट चाहिँ हामी अघि अलिक मन्दिरमा चाहिँ हामी अलिक भनौँ न मन्दिरमा घुम्यौँ अनि त्यहाँदेखि पर चाहिँ हामी पुग्न बाँकी थियो त्यही भएर अहिले हामी पर जाँदैछौँ गाइस एकदम रमाइलो भइरहेछ ओके एकदम बवाल भइरहेछ सबैजनाले सो घुम्दैछ हाम्रो बवाल भइरहेछ अब चाहिँ हामी लगभग बोटिङ पनि गरिसकेका छौँ फोटो खिच्दैछ केटाहरू फोटो खिच्दैछ एकदम इन्जोय यति इन्जोय गर्यो लाइफमा होइन फर्स्ट टाइम जस्तै लाग्यो भनौँ न यति रमाइलो गर्यो होइन होस् अहिले किनिसकेको छ हामीले त्यो पुस्तकारी भन्दै हामीले अघि प्याक गरिसकेका छौँ होइन यति रमाइलो गर्यो अब यो चाहिँ हाम्रो झोला भनौँ न हाम्रो झोलै भनौँ न झोलै हो नि हाम्रो ज्यान बचाउने झोला चाहिँ अब हामीले यहाँ लाइफ ज्याकेटलाई चाहिँ अब हामीले आजको एकदम लेक साइड चाहिँ हामी सक्यौँ आज कतिको रमाइलो भन्यो केटा हो आज बब्बाल रमाइलो गर्यो होइन लाइफमा फर्स्ट टाइम यति बब्बाल भएको होला ओके गाइस सब हाम्रो लाइफ ज्याकेटलाई चाहिँ मैले थन्काइदिनु पर्ने हुन्छ ओके गाइस स्टोरलाई भयो र स्टोर भइसक्यो सबैजना आइसकेको रहेछ ल सबैको अब हामी अब लाग्नुपर्ने हुन्छ एकछिन यहाँ बस्छौँ कि घुम्छौँ कि हेर्छौँ कि यसो फोटोसोटो खिच्छौँ कि केटा पोखराको लेक साइड घुमेर फर्किँदैछौँ है सो यस्तो बवाल रमाइलो गर्यो सो भिडियो धेरै देखाउन नसक्यो भने जति देखाएको छु त्यसमा इन्जोय गर्नु होला भन्न चाहन्छु सबैजनालाई ओके गाइस थ्याङ्क यू फर वाचिङ द भिडियो हेरिसक्नु भने 1 लाइक 1 सेयर अफकोर्स गर्नु होला तपाईँहरूकै माया सपोर्टले गर्दाखेरि आज यतिको भिडियो आयो एकदम बवाल रमाइलो भयो होला तपाईँहरूलाई नि भन्न चाहन्छु अर्को कुरा मैले कति देखाएँ त्यतिमा इन्जोय गरिदिनु होला भन्दै आँखाले त धेरै क्याप्चर गर्यो तर क्यामेराले त्यति क्याप्चर गर्न सकेन त्यसको लागि सरी भन्न चाहन्छु ओके सी यू नेक्स्ट भिडियो ओके बाई